ओके गाइज आइएम ब्याक विथ लकअपको एपिसोड 14 इफ तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि म चाहिँ हो वर्षा एके धनी दिदी अनि यो च्यानलमा हुन्छ चुग्ली अनि अर्को मेन कुरा भनेको चाहिँ म कसैको पनि सपोर्टर होइन लकअपमा म चाहिँ एकदम दुध भाते हो सो मलाई एक दिन को मनपर्छ एक दिन को मनपर्छ त्यही भएर मलाई त यसको सपोर्टर तैँले यसलाई सपोर्ट गरिस् भनेर कमेन्ट गर्नुभन्दा अगाडि चाहिँ गएर प्लिज मेरो पहिलो भिडियो पनि हेर्नु होला अनि बुझ्नुहुन्छ कि म कसैलाई पनि सपोर्ट गर्दिनँ भनेर मैं किसी की भी नहीं हूँ सो गाइज अब यो 14 एपिसोड हेर्न सुरु गरौँ एकदम एक्साइटेड छु कि आजको लागि किन भन्दा माधुरी र श्रेयाको झगडा त होइन तर अलिकति डिस्कसन पर्ने रहेछ नि लेला र प्यामलाको होइन अनि मैले सुने अनुसारको चाहिँ सुफी र अनि माधुरीजी चाहिँ बाहिर जान्छ अरे भन्ने सुनिरहेको थियो मलाई सुफी भन्दा नि मलाई माधुरीजी कति धेरै मन पर्नु थालेको थियो कि अब गयो भनेदेखि चाहिँ म एकदम स्याड हुन्छु कसम यो माधुरीजी कस्तो स्विट छ क्या अहिले पनि हेरेर कस्तो मिठो कुरा गरिरहेको छ कि योगेशसँग राम्रो सम्झाउँदैछ है श्रेयालाई श्रेयाले एकदम गेम बुझेको छ क्या किन भन्दा उसले क्यामेराको अगाडि त भनिरहेछ नि त सबैजना अडियन्सले त देखिरहेछ नि भनिसकेपछि चाहिँ श्रेयाले अब आकांक्षालाई दियो भनेपछि त अभियसली पनि सबैजना हामीले हेर्नेले त रामले सम्झाएको थियो अनि मात्रै दियो भन्ने हुन्छ नभएदेखि उसले केही नभनिकन चाहिँ श्रेयाले त्यो इनिसिएटिभ लिएको थियो भनेदेखि चाहिँ हामीले हेर्दा पनि ओहो श्रेया कस्तो स्विट रहेछ जे होस् उसले ट्राई गर्यो भन्ने हुन्थ्यो नि त होइन दिमागमा आउँछ क्या श्रेयाको त्यो हुन्छ नि रियालिटी सोवाला दिमागमा आउँछ क्या उसले फेरि यहाँनिर चाहिँ योगेश र आकांक्षाले चाहिँ श्रेयाले दिएको नलिने भनेर भन्यो होइन एक तरिकाले हेर्दाखेरि चाहिँ मलाई राइटै लाग्यो कि किन भन्दा अस्ति भर्खर झगडा परेको छ त्यो फुडकै न्युमा होइन खानेकुराकै न्युमा होइन अहिले पनि आकांक्षाले भनिरहेछ क्या फेरि अहिले अर्को लडाइँमा निकाल्यो भने के होला भनेर होइन सो यिनीहरूले लाइक आफ्नो लागि स्ट्यान्ड लिएको अब फुड त्यहाँ फेरि उनीहरूसँगै धेरै पैसा छ उनीहरूले दिएन भनेदेखि अरूले दिन चाहिँ गाह्रै पर्छ होइन तर उनीहरूले खान्न भनेको मलाई ठिकै लागिरहेछ क्या कस्तो मजाले श्रेयाले आएर अनि आकांक्षालाई म तिमीलाई फुड अफर गर्छु अनि यो चाहिँ मैले खैरातमा खाना दिएको होइन भनेर भन्यो नि कस्तो राम्रो लाग्यो कि श्रेया स्विट भयो भने कति क्युट देख्छ कि अनि यो रामजीसँग उफ्रिरहेछ नि होइन कस्तो राम्रो देख्यो नि आकांक्षाले पनि एकदम मजाले त्यो कुरालाई लिएर अनि थ्याङ्क यू भन्यो होइन क्या कस्तो क्युट देखिरहेको यिनीहरू साथी भयो पनि हुने मलाई किन लागि पनि रहेछ कि यिनीहरू लास्टसम्म गएर होइन आकांक्षा र श्रेया साथी भएर निस्किन्छ जस्तो लागिरहेछ क्या हिजो यो धीरज दुपर होइन अलिकति धेरै हिरो नभएको भए यसले जित्थ्यो कि जस्तो पनि लागिरहेछ कि किन भन्दा एकैछिन देखाएर पुरा हिरो भइरहेको थियो कि ओभर कन्फिडेन्ट भएर हाल्यो भने जस्तो लागिरहेको थियो कि मलाई त धीरजको किन ओ माई गड कसरी आएर पुरा सम्झाएर भनेको क्या आकांक्षा चौधरीले अभिनव चाउ भन्दै श्रेया कस्तो उयो माधुरीजी कस्तो स्विट हो क्या अब म्यानिपुलेटर हो भनेर आएको छ आउनु चाहिँ सोमा होइन बा हो कि तर एकदम स्विट के कस्तो मजाले हुन्छ नि लाइक कन्भे गरिरहेछ कि कुरा पनि होइन आकांक्षाले यस्तो यस्तो के क्या क्युट देखेको के सुरुमा होइन योगेश र आकांक्षाले चाहिँ हामी उसको नखाने भनेर भनेको थियो नि पछिबाट फेरि के भन्न सक्छ झगडामा श्रेयाले भनिन्छ जस्तो मलाई ठिकै लागेको थियो किन भन्दा श्रेया आफै आएर भनेको थिएन उनीहरूको प्लान चाहिँ सुनेर आएको थियो नि त योगेशले तर अहिले त आएर योगेशले आफै के अरे श्रेयाले आफैले आएर आकांक्षालाई भन्यो नि त खाऊ म दिन्छु मैले त्यस्तो खेरतवाला पनि भने होइन भनिसकेपछि उसले खान मिल्थ्यो के यसरी अब हुन्छ नि लाइक उसले लिएको भयो हुन्थ्यो है किन भन्दा उसले एकदम आएर मलाई यसो हेर्दा पनि जेन्युनली नै आएर श्रेयाले भने जस्तो लागिरहेको छ सो अब चाहिँ नो 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 भन्दा किन भन्दा गाह्रै छ क्या अब उसलाई दिने भनेको चाहिँ योगेशले थियो योगेशसँग जम्मा 10,000 छ उसको पार्टनरले योगेशको पार्टनर त्यो माधुरीजीले नखाई योगेशलाई खुवाइरहेको छ भनेपछि कि त उसले त्यो सर्भाइभल मिल जे दिन्छ त्यो मात्रै खानु पर्यो नभएदेखि अरूलाई माग्नु भन्दा त श्रेयाले दिइराख्दाखेरि चाहिँ उसले लिन पर्थ्यो के खाना पनि चाहिने अब हुन्छ नि अरूसँग लाइक दिनेको नलिने अनि नलिनेको माग्ने फेरि अलिकति लाइक श्रेयाले नभन्या भए अफर नगरे भए आएर चाहिँ त्यो डिफ्रेन्ट स्टोरी हुन्थ्यो तर आएर श्रेयाले खाऊ न भनिसकेपछि उसले खान सक्छु कि माधुरीजी र योगेशको कन्भर्सेसन कस्तो क्युट लाग्यो कि किन भन्दा माधुरीजीले तिमी खाऊ खाऊ भनिरहेछ अनि योगेशले पनि यत्तिकै छोडेर आएको छैन कि माधुरीजीलाई खाऊ न खाऊ तिमी खाऊ न प्लिज एउटा भए पनि रोटी खाऊ भनेर चाहिँ के कस्तो क्युट देखिरहेको क्या दुईजनाको बोन क्या क्युट देखिरहेको के मलाई किन माधुरीजी मन परेको परेछ कि माधुरीजी बोलेको अब हर्षदले उसको ओछ्यानमा पनि सुत्नु नदिएको योगेशलाई ओ माई गड अलिक धेरै नै भएन एकछिन ल म हेर्छु ल योगेशले त्यसलाई त्यसकोमा बाल लाएको थियो कि थिएन भनेर कसरी बसेको थियो भनेर तर अलिकति रुडली नै उसले भने क्या योगेशलाई नबस भनेर क्या ओ माई गड हर्षदको एक्टिङ छुट्टै चलिरहेछ हेर्दैछु गाईमा अगाडि सारेरै योगेशले उसको त्यहाँ कपाल राखेर सुतेको थियो कि थिएन भनेर के खै यहाँ हेर्दाखेरि त बाल साल लगाएको चाहिँ देखेन है उसले त्यसरी यस्तोमा बसिरहेछ बेडमा बस्ती मात्रै रहेछ सिरानीमा बाल चाहिँ लागेको थिएन तर पनि अलिकति रुडै भयो के आएर अन्त त्यसरी हुन्छ नि लाइक बाल नलाए मेरो बेडबाट ऊ भनेको छ मलाई त लाग्यो हर्षद
मैले हिजो मात्रै भनिरहेको थिएँ क्या हर्षद र योगेशको झगडा परेको थियो हेर्न मन लागेको छ भनेर आज झगडा गरिरहेछ के तर अलिकति मलाई मलाई चाहिँ खोइ अब हुन्छ नि लाइक हाइजिन यताउताको कुरा हो कि के हो हर्षदको होइन तर मलाई चाहिँ अलिक चित्त बुझेन के जुन तरिकाको योगेशलाई गर्यो क्या उसले कहाँको के रिस निकालेको जस्तो लागिरहेछ कि मलाई हुन्छ नि बाले लगाएको चाहिँ मन चाहिँ देखेन है त्यहाँ अब उनीहरूले देखाएर पनि कट गर्यो कि बा तर जस मातुरीले एकदम मजाले ह्यान्डल गरिरहेछ क्या उसले पनि त्यही भन्छ यति चुटकिसी मान्छे यो खम्बे जस्तै मान्छेको कन्ट्रोल गरेर भनिरहेछ क्या ट्रेन्डिङ टपिक आयो ट्रेन्डिङ टपिक अर्को कुरा भने यहाँ लकअप भित्र ट्रेन्डिङ टपिक्सहरू कस्तो राम्रो राम्रो कुराको लागि आइरहेको हुन्छ क्या एकदम राम्रो राम्रो अनि यिनीहरूको ओपिनियनहरू सुन्न पनि रमाइलो हुन्छ क्या तर रामजीले बोलिराख्दाखेरि चाहिँ के रामजीले छुट्टै आफ्नो कहानी बनाउँछ जस्तो क्या गरेर के सुफीको फेरि के स्याड स्टोरी आउन क्या हो सुफीको मलाई माया लाग्छ गाइज अब हुन्छ नि उसले जस्तो आफ्नो ऊ बनाएको थियो नि इमेज बनाएको थियो नि सोसियल मिडियामा ऊ त्यस्तो चाहिँ रहेन रहेछ भन्ने जस्तो लाग्छ क्या अनि अलिकति हुन्छ नि मान्छेहरूले अलिकति बुली गर्ने अनि अलिकति ऊ गर्ने भएपछि मान्छेहरू अलिकति ऊ पनि हुन्छ क्या लाइक हुन्छ नि सेन्सिटिभ यस्तो यस्तो पनि हुन्छ क्या अनि मलाई माया लाग्छ जो सुफीले मुख नछाडेदेखि कति राम्रो हुन्थ्यो कि नत्र सुफीले चाहिँ सबै अब हुन्छ लाइक श्रेयालाई जति मुख छाड्छ त्यति मुख नछाडेदेखि सुफी त्यहाँबाट चमलाको फेरि छुट्टै चलिरहेछ बाप्रे यिनीहरूको यो फेरि राम कस्तो मलाई कस्तो क्रिपी लाग्छ क्या राम मलाई यिनीहरूको छ्या अख्तियारै त्यहाँबाट चमला तर यो शिल्पा के अलिक धेरै नै न्यु खोज्छे जस्तो लाग्दैन गाइस तिमीहरूलाई कस्तो क्या उसको बोली नै कस्तो रुड खालको छ के बोल्ने बित्तिकै रिस उठ्छ कि एक करो ऐसे करो उसे करो ये वो बोलुङ्गी वाला क्या अनि त्यो सुन्दाखेरि क्या रिस उठ्ने के म त्यहाँ थिएँ भने मलाई पनि रिस उठ्थ्यो क्या उनीहरूले के प्लान गरिरहेछ श्रेया र सिन्डेले एकदम क्या सही कुरा भन्यो कि शिल्पाले हुन्छ नि रामले तँलाई केही मन पराउँदैन त उसको गलामा परेको छ त्यही भएर मात्र एक्ज्याक्टली हो नै क्या यति धेरै गफ लाएर यति धेरै हुन्छ नि हाउडे एकैछिनमा यस्तो यस्तो भने एकैछिनमा सरी 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 गर्दै गर्दै जान्छ कि यिनीहरू फेरि अब योगेश र आकांक्षाको पुरा काट्दैछन् होइन अलिक धेरै जान्छ क्या कहिले कहिले फेरि नि एकदम नै पर्सनली भइहाल्छ कि श्रेया त्यो कुरा चाहिँ मलाई मन पर्दैन कि उसको माधुरीले कस्तो मजाले आकांक्षालाई सम्झाइरहेको छ कि कमायो कस्तो मजाले सम्झाएको कि तँ सुरु नै गरे कि भनेर अब उसले आकांक्षाले सुरु गर्यो भने पनि कसको नोक्सान हुन्छ माधुरीको त नोक्सान हुँदैन आकांक्षाकै नोक्सान हुन्छ माधुरीले कस्तो मजाले सम्झाएको के यहाँ कति मजाले कुरा गरिरहेको छ क्या सिन्धे अति गर्छ क्या मुझे ज्ञान मत दिजे भन्दैछ क्या कस्तो मजाले सम्झाइरहेको छ कि माधुरीले आकांक्षालाई पनि सम्झाए यता आएर चुग्लीहरू पनि गरेन कि कस्तो मजाले सम्झायो कि आकांक्षा त्यहाँ बसेर हेरिरहेको छ क्या ओहो सुनिरहेको छ क्या सुरु भयो आकांक्षा सुरु भयो तर कि शिल्पालाई नि त योगेश र आकांक्षा बाहेक कसैले पनि उसलाई सम्हाल्नु सक्दैन क्या कस्तो हाइपर भइरहेको छ क्या आमा क्या हाइपर भइरहेको छ कि शिल्पा तुम्हें कहा तू ओके मैं मूर्ख हूँ मैं पागल हूँ कसम योगेश र आकांक्षा बाइक शिल्पा सिन्धेलाई कसैले पनि चुप लगाउनु सक्दैन क्या यहाँ केही बदतमिज पनि छैन बाहिरका मत बोलो अनि अहिले भर्खर चाहिँ तिमीले चाहिँ के बोलिरहेको थियो नि योगेश र आकांक्षा बाहिरदेखिको यो बनाएर उसको इगोहट भएर आएको भनेर भनिरहेको थियो श्रेयाले अनि एकैछिनमा बाहिरका मत बोलो रे उही हो सबैभन्दा धेरै बाहिरको बोल्ने त्यो के अरे शिवाङ्गीको पनि बाहिरको कुराहरू उसले ल्याएर भने होइन माधुरीले तर माधुरीले क्या सम्झाएको के कोहीसँग बोल्नु दिँदैन क्या श्रेयाले फेरि कोहीसँग बोल्नु दिँदैन माधुरीलाई पनि साइको आन्टी भन्नु थालिहाल्यो क्या यिनीहरू एज सेमिङ अब फेरि ओइ माधुरी एकजना मात्रै त्यो श्रेयालाई राम्रो भन्ने त्यसो भएदेखि त्यो श्रेयाले पनि के भनेको छ नि त होइन त कोसँग सुतेको पैसा कसरी कमाइस् यताउता ओ माई गड योगेश पुरा स्ट्यान्ड लिनु गइरहेछ कि उसको माधुरीजीको माधुरीजीको दुईजना मिलेर स्ट्यान्ड दिएको मलाई राम्रो लाग्यो है ल तर अब माधुरीले जतिको श्रेयालाई चाहिँ कसैले पनि गर्दैन श्रेयाले एकदम गलत गर्छ कि बरुभन्दा उसँग गएर एक्लै होइन पुरा मिलाउनु सक्यो के उसलाई चाहिँ फेरि एकजना कोही मसँग मिल्यो भने श्रेयालाई अरू कोहीसँग नमिलोस् भन्ने नै हुँदो रहेछ क्या शिल्पा चाहिँ टार्गेट खोजेर हिँडिराखेको छ कि कोसँग झगडा गर्नु कोसँग झगडा गर्नु भनेर
तर फेरि श्रेया र आकांक्षा मिल्यो भनेदेखि कसले झगडा गर्छ? कसो झगडा हेर्नु? त्यो पनि मेन कुरा हो होइन? नमिल दुवैजना नमिल मजाले झगडा गर, अझै यस्तो झगडा गर कुटाकुट हुने गरी झगडा गर क्या, मजा आउँछ हेर्नुलाई। अनि अर्को कुरा भनेको आकांक्षालाई किन सबैजना आएर सम्झाइरहेको छ कि उसलाई जे गर्नु मन लाग्छ गर्न दिउने, अनि यो त पर्सनालिटी होइन, आफ्नो रियल पर्सनालिटी देखाउने सो हो नि त, देखाओस् उसले उसको कस्तो छ। अब उसले माधुरीजीले आएर आकांक्षालाई अरूसँग झगडा नगर, यस्तो नभन, यस्तो नबोल, यसको बारेमा नभन, लाइक करियरको बारेमा नभन, भाबीजीको बारेमा बेघर पे न यताउताको बारेमा नभन, त्यस्तो नबोल, बिलो द बेल्ट नजा भनेको त आकांक्षाकै लागि राम्रो हो नि त। आकांक्षा बाहिर कस्तो नराम्रो देख्छ भनेर नै उसले भनिरहेछ नि त। अनि म किन भन्दिनँ भनेर किन सम्झाइदिइराख्नु कि जस्तो देख्छ उनीहरूको इमेज छोडिदिने के सबैजनाले। यो यिनीहरूको फेरि यो कस्तो फेक देख्छ क्या, त्यो हुन्छ नि समुद्रको बिचमा त्यो लकअप भएको जस्तो क्या, मलाई देख्दै पछि क्या एआईबाट बनाएको भन्ने हुन्छ कि। हर्षदको बडी फ्लेक्स गरिरहेछ, नाइस, राम्रो रहेछ। त्यो राम कस्तो छ कि यसो गर्दै जाँदैछ क्या हर्षदलाई। छि मलाई त त्यो मैले त्यो हुन्छ नि बरुणलाई गरेको थिएँ नि, त्यो पनि मलाई कस्तो मन परेको थिएन कि। छि हुन्छ नि त्यो मतलब केटा होस् केटी होस् त्यस्तो गर्ने होइन कि, उसको बिचरा उसलाई कस्तो नराम्रो लाग्यो होला। तर उसले भनेन, ठुलो इस्यु बनाएन त्यो ठाउँमा केटी थियो भने होइन। अब केटी थियो भने उसले नगर्ला भनेर कतिजनाले भन्छ होला कि, तर मलाई चाहिँ ठिक लागेन कि केटा भने केटाको पनि कन्सेन्टको कुरा हो नि त। तर लेलाले आफ्नो बडी देखाउँदैछ, माया लाग्यो। ल पर आयो भित्र, मलाई अघिसम्म त अल्छी नै लाग्न आँटिसकेको थियो कि। अब केही स्पाइसी हुन्छ जस्तो लाग्छ, म झगडाको लागि वेट गरिरहेको छु गाइस, के भन्छ सुनौँ होइन राम्रोसँगले। फेरि अहिले मैले आधी कुरै बुझ्दिनँ कि, अनि फेरि मैले अगाडि सारेर भन्नुपर्छ क्या। मजा आ रहा है, मजा आ रहा है, प्यार है प्याम र चमलाको, प्यार है। अनि यो मलाई अर्को भनेको राम यस्तो धेरै टची भएको पनि मलाई मन पर्दैन। केटासँग केटीसँग जोसँग यस्तो गरिहाल्ने क्या, हुन्छ लाइक उसले अब अफेक्सन देखाएको होला, तर मलाई चाहिँ त्यस्तो अलिकति धेरै त्यो वाला अफेक्सन हुन्छ नि। अर्को साथी, अर्को हुन्छ नि मान्छे कतिको कम्फर्टेबल छ त्यो पनि याद नगरिकन हुन्छ नि, लाइक सबैलाई त्यस्तो धेरै अफेक्सन देखाएको पनि मलाई चाहिँ अति बबाल टास्क, अति बबाल के। अब सुफी र ऊ जान्छ भन्ने नै याद आइरहेछ कि मलाई। ए योगेशको सिक्रेट भन्छ भने जस्तो लागेको थियो। एउटा कुरा चाहिँ एकदम के मान्नुपर्छ भन्दा, मैले सिन्देले शिवाङ्गीको फाइल यसरी खोज्देला भनेर मैले सोचे पनि थिएन कि, तर कस्तो मजाले गरिदिरहेछ कि। अझ धीराजलाई हुन्छ नि मागिकन के, धीराजले तैँले कतिचोटि देखिस भन्दाखेरि पनि उसले आफूले चाएको भए मलाई देख्यो भनेर छोडिदिन सक्थ्यो होला के। धीरज पक्रियो ल, धीरज पक्रियो, अति राम्रो खेल्यो यार शिल्पाले, अति मजाले शिवाङ्गीलाई बचाउनलाई कति ट्राई गर्यो क्या। ल धीरजले हार्यो, धीरज अलिकति ओभर कन्फिडेन्ट हुन्छ जस्तो लाग्छ क्या मलाई। पक्रे गयो भन्दा निस्किँदैन। ल ल शिवाङ्गी पहुँच्यो। ल शिल्पालाई मान्नुपर्छ है, मैले शिल्पाले बचाउँछु जस्तो लागेको थिएन, तर कस्तो मजाले बचायो। प्याम्रो लिलासँगै गइरहेछ कि, कस्तो रमाइलो यिनीहरूको हेर्ने, यस्तो मजा आइरहेछ होइन। उसले धरि फराले धरि बन्टी और बब्ली आज एक दूसरे के खिलाफ है भनेर भनिरहेछ होइन। तर स्याडली अब उनीहरूको झगडा पर्छ भनेर थाहा छ। यस्तो रमाइलो भइरहेछ नि, प्याम र लेला दुवैजना बराबर 50-50 रमाइलो गर्छ कि। उनले क्या गेममा क्या जान डालिदिन्छ क्या, अहिले पनि क्या रमाइलो भइरहेछ उनीहरूको हेर्नुलाई होइन। तर यो उसले खालि मेकअप भनिराख्दा चाहिँ उसलाई चित्त दुख्छ कि जस्तो लागिरहेछ क्या। फन चाहिँ कस्तो फन छ होइन, तर के नि झगडा पर्छ भनेर मलाई कस्तो हेर्न आतुर भइसक्यो कि यिनीहरूको। हर्षद त भेटिसक्यो, हर्षद र शिवाङ्गी पनि। तर क्या लुकिरहेछ यार यो प्याम र प्याम त प्याम होइन त्यस्तो मजाले लुकेको ऊ पछाडि। ला देख्यो प्यामलाई देख्यो, ल देख्दो रहेछ त्यस्तो लुक्दाखेरि पनि। मिलेर बाहिर निस्के लेला र प्याम के कुरामा झगडा पर्छ, तर एकदम जान दिएर गरिरहेको थियो क्या प्यामले पनि। मलाई लागिरहेको थियो के कुरामा चित्त दुखाउँछ भनेर क्या, त्यो पेपरहरू फालेको कुरामा चित्त दुखाइरहेको रहेछ क्या उसलाई। त्यो मन नपरेको रहेछ कि प्यामलाई, अलिकति अब हारेर पनि हो कि के हो होइन। हामीले हेर्दाखेरि जग्दै फनमै जस्तो लागिरहेको थियो, लातिर मेकअपको यस्तो भनेर। तर त्यस्तो गन्दा सन्दा खेले जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन गाइस। मलाई के लाग्यो प्लिज कमेन्टमा लेख कि। माधुरी अलि बिचमा नबोल्या भनेको थियो है यसमा चाहिँ, माधुरीले सम्झाउन आएको थियो होला। ओ माई गड लास्टै ठुलो झगडा यार, मेरो चित्त दुख्यो के। यो दुइटा मलाई कति मन पर्थ्यो। ओ माई गड प्याम कति धेरै रिस लाग्यो यार, मलाई यति धेरै रिसाउनु पर्थ्यो प्याम जस्तो चाहिँ लागेन है। किन भन्दा
खोइ के गर देखेर मैले त त्यो जिस्केर जिस्केर गरिरहेको थियो। यो जहिले यिनीहरू जिस्किरहेको हुन्छ कि लाइक ब्रासा दिने यताउता यो यिनीहरू जिस्किनै राखेको हुन्छ कि साथी भनेर जिस्केको जस्तो लागिरहेछ कि तर उसले हारेर चाहिँ हुन्छ नि लाइक मलाई स्प्लिट्सको त्यो कायराको याद आयो कि कायरा हाने बित्तिकै रुन्थ्यो नि त्यस्तो लाग्यो यार। तर पनि मलाई प्याम मनपर्छ। प्याम एकदम भाइब छ क्या। हो नि यार रामले एकदम हुन्छ नि लाइक ओभर रियाक्ट गर्यो भने कि हो क्या मलाई आफैलाई पनि ओभर रियाक्ट गरे जस्तो लाग्यो क्या। चमला रिसाउँछ भनेर नै अनि उसले चाहिँ अलिक गरे जस्तो लाग्यो क्या। बाहिर आएर देखाएको जस्तो कि मैले कति ट्राई गरेको थिएँ तर यसले नै मलाई नराम्रो गरेर मैले हारेँ भनेर देखाउनु खोज्यो जस्तो लाग्यो प्यामले। यतिसम्मको चाहिँ यिनीहरूको बोन्ड थियो क्या। ल अब श्रेया र माधुरीजी जाँदैछ यिनीहरूकोमा झगडा पर्छ। उसले श्रेयाले के अरे श्रेयाले जित्छ रामको बचाउँछ अनि योगेशको चाहिँ सिक्रेट बाहिर निस्किन्छ भन्ने मैले सुनिरहेको थिएँ। नभए त हुन्थ्यो तर यही हुन्छ अरे। योगेश र फेरि पुरा एउटा ब्ल्याङ्केटभित्र बसिरहेको छ कि योगेश र के अरे आकांक्षा। यो किन दिन्छ र यो श्रेयाले योगेशको दुश्मन हो अनि माधुरी कब तक श्रेया बचाइदिए। ठिकै कस्तो लाग्यो मलाई पनि योगेशको चाहिँ श्रेयाले जस्तो लागिरहेछ श्रेयाले मलाई। तर किन उसले दिन्छ त किन दिन्छ त माधुरीसँग रामको छ क्या फेरि रामको पनि त दिइरहेको छैन नि त माधुरीले किन एक्सपेक्ट गरिरहेछ क्या। रामको लियो योगेशको दिएन त होइन तर कस्तो मजाले बचाउनु खोजिरहेछ क्या माधुरीले पनि। दुवैजना आफ्नो आफ्नो ठाउँमा ठिक छ गाइज। दुवैजनाले आफ्नो आफ्नो साथीलाई बचाउनु खोजिरहेको छ एकदम राइट। हेरौँ कसले जित्ने रहेछ। माधुरीजीलाई देख्छ जस्तो श्रेयाले जित्छ जस्तो लागिरहेछ। अन्त दिनु नि त नि योगेश साट्नु नि त। योगेशको लिए 5 टका हेर के माधुरीजीले फेरि आयो मजा आइरहेछ। हो मलाई पनि मजा आ रहा है साट्नु त अनि के नै भनेर बसिरहेको त होइन अनि उसलाई चाहिँ साथीको चाहिने अनि साथीको चाहिँ नदिने क्या। ओ माई गड माधुरी देख्यो अब माधुरी र श्रेयाको झगडा परोस् ठुलो झगडा परोस् म त मजाले पपकर्न खाँदै हेर्छु। अब यिनीहरू दोस्त हुँदैन क्या। ठिकै छ तर अब हुन्छ नि लाइक श्रेया र योगेशको परिरहेछ भनेपछि श्रेयाले किन योगेशलाई बचाउन खोज्छ अनि माधुरीले किन योगेशलाई निकाल्नु। योगेशलाई राम्रो गरिरहेछ अघि पनि उनीहरूको सानोतिनो झगडा पर्दाखेरि एकदम गरेर स्ट्यान्ड लिइराख्यो होइन। अब माधुरीको चाहिँ श्रेयासँग नराम्रो होला कि मेरो दोस्ती टुट्ला कि भनेर होला क्या। श्रेयासँग राम्रै गरिरहेको थियो कि अब योगेशको लागि रोइरहेछ के अरे माधुरीजीलाई चाहिँ श्रेया टाढा हुन्छ कि भन्ने डर लागिरहेको छ क्या एकदम उसको अनुहार हेर्दा थाहा हुन्छ। तर अब श्रेयाको ठाउँबाट हेर्दाखेरि चाहिँ योगेश र आकांक्षा उसको दुश्मन हो अनि उसको दुश्मनसँग मिल्न जानेसँग किन चाहिँ उसलाई मिल्नु मन लाग्छ क्या। उसको बेस्ट फ्रेन्ड चाहिँ उसको दुश्मनसँग गएर मिलिरहेछ भने चाहिँ आउँदैछ ल श्रेया र सिन्देसँग आउँदैछ है के भन्छ फराले मैले ल्याएको गेम मजाले ट्विस्ट हुन्छ भन्थे कि बबाल आगो चाहिँ हुन्छ नि आग लगादी चाहिँ भयो के। शिल्पाले बबाल खेलेको क्या बबाल। मैले सोचेको थिएन कि शिल्पाले चाहिँ शिवाङ्गीको लागि यति खेल्नेला भनेर। प्याम र उसले पनि राम्रै खेल्यो। प्याम र लेलाले पनि राम्रोसँगले खेल्यो तर उनीहरूको झगडा पर्यो त्यो चाहिँ एकदम स्याड लाग्यो मलाई। अनि त्यस पछाडि पनि मलाई श्रेया र माधुरीजीको चाहिँ ठाउँमा चाहिँ दुवैजना एकअर्काको लागि ठिकै लाग्यो क्या। अब श्रेयालाई आफ्नो दुश्मनसँग आफ्नो साथी मिलेको किन मनपर्छ अनि त्यही पनि आफ्नो दुश्मनलाई जिताउनुलाई उसले किन दिन खोज्छ। अनि त्यस पछाडि माधुरीजीसँग पनि फेरि एकदम राम्रो छ योगेशको भनेपछि तर माधुरीजीले उसलाई श्रेयालाई दिन सक्थ्यो क्या किन भन्दा अलिकति योगेश भन्दा पनि धेरै बेस्टी चाहिँ श्रेया थियो नि त माधुरीजीको। सो माधुरीजीले श्रेयालाई दिएको भए पनि हुन्थ्यो कि ल मेरो पहिलेदेखिको साथी छ त्यसलाई म बचाउँछु भनेर। अब उसले त उसको दुश्मनसँगै गयो नि त मसँग केही गरेको छैन भनेर। अब मलाई पनि मेरो साथी चाहिँ मेरो बेस्ट फ्रेन्ड चाहिँ मेरो दुश्मनसँग गएर मिल्छ भनेदेखि मलाई पनि रिस उठ्छ। सो या गाइज श्रेयालाई योगेश पनि निकाल्नु मन छ। श्रेया योगेशले निकाल्नलाई ट्राई गरिरहेछ। उसको दुश्मन हो जित्छ नै। अब उनीहरूले जित्छ किन भन्दा लेला एउटा छ अनि उनीहरू चाहिँ 2 जना छ भनेपछि यिनीहरूले जित्छ नै योगेशकै निस्किन्छ बाहिर। यो श्रेया र माधुरीजीको 2 जनाको जुन भइरहेछ नि त श्रेयाले चाहिँ आफ्नो दुश्मनलाई हराउन चाहने अनि त्यस पछाडि अनि उसले चाहिँ योगेशलाई बचाउन चाहने माधुरीजीमा चाहिँ के लाग्यो भन्दा श्रेयालाई चाहिँ माधुरीजीले सपोर्ट गरे भए चाहिँ हुन्थ्यो जस्तो लाग्यो क्या। उनीहरूको गेम छ आफ्नो ठाउँमा छ होइन। श्रेयाले आफ्नो साथीलाई बचाउन खोज्छ अनि माधुरीजीले योगेशलाई बचाउन खोजिरहेछ त्यो ठिक छ तर पनि किन भन्दा योगेश चाहिँ श्रेयाको दुश्मनै हो कि उसलाई हराउँछु नै भनेछ भनेपछि माधुरीजीको चाहिँ एकदम नजिकको बेस्टी चाहिँ श्रेया आएको नि त। सो योगेशको चाहिँ माधुरीजीले श्रेयालाई दिएको भए हुन्थ्यो जस्तो लाग्यो क्या।
अब गेम आफ्नो ठाउँमा छ होइन, किन भन्दा पहिलेदेखिको एकचोटि उसले हुन्छ नि लाइक श्रेयाले आफ्नो पुरै उ गरेर बचाएको छ माधुरीजीलाई भनेपछि माधुरीजीले पनि आफ्नो फेभर चाहिँ उसलाई रिटर्न गर्नुपर्थ्यो कि अघि हो योगेश र आकाङ्क्षाले मिलेर डिफेन्ड गर्यो माधुरीजीलाई योगेशले केही गरेको छैन तर बेस्टी हो नि त उसले श्रेयाले चाहिँ माधुरीजीको लागि के गरिरहेछ त्यो पनि हेर्नु पर्यो होइन। सो मलाई आफैलाई पनि मेरो साथी चाहिँ मेरो बेस्टी चाहिँ मेरो दुश्मनसँग गएर मिलिरहेछ भनेपछि रिस उठ्छ कि गाइस। सो मलाई यसमा चाहिँ हुन्छ लाइक माधुरीजीले श्रेयालाई चाहिँ दिएको भए हुन्थ्यो होला भने जस्तो लाग्यो तर अब त्यही हो उनीहरूको झगडा हुनु थियो झगडा हुनै पर्छ। ओके गाइज एपिसोड 14 पनि सक्यो होइन, ठिकै मजा आयो पनि मलाई खासै मजा आएन सुरुदेखिको केही धडक बडक केही हुन्छ नि लाइक स्पाइसी भयो भने मात्र मजा आउँछ कि सुरुमा एकछिन त अल्छी लागेको थियो तर ठिकै छ रमाइलो भयो। श्रेया र माधुरीजीको झगडा पर्यो मलाई कता कता चाहिँ बिचरा अब हुन्छ नि लाइक उनीहरू दोस्ती थियो भने जस्तो पनि लागिरहेछ तर अब ठिक छ मजा छ अझै झगडा गरून् सबैजना। म त्यो झगडा हेर्नको लागि एकदम तम तयार छु गाइज। अब भोलि को निस्किने रहेछ हेरौँला। ओके गाइज सी यू। तपाईँहरूलाई कस्तो लाग्यो हेर्नुभयो को मन पर्यो के भइरहेछ कसको टिम हो प्लिज कमेन्टमा लेख्नु होला। बाई।